हेलो एभ्रिवान, सो दिस इज माई थर्ड टिजर रियाक्सन होइन यो विकको। र टिजर के को रिलेटेड छ भन्दाखेरि तपाईँको माया भनेकै यस्तै हो, जुनमा चाहिँ रेखा थापाले आई थिङ्क बनाउनु भएको छ। अनि नितिशा पनि हुनुहुन्छ, नम्रता पनि हुनुहुन्छ, धेरै चाहिँ फिमेल एक्ट्रेसहरू हुनुहुन्छ। सो लेट्स सी कस्तो हुन्छ है। 1 2 3 एन्ड गो। धन्न यो चाहिँ ओएसआरमा छैन। हाँसो तिम्रो ओठमा हुँदा सृष्टि खुसी मेरो आँखामा देखियोस्। नयाँ एक्टर हो क्या हो? धेरै छैन। पीडा तिम्रो मनमा भए नम्रता आँसु मेरै आँखाले बगाओस्। थाहा छैन कहिलेसम्म यो सास रहन्छ, सायद जबसम्म तिम्रो साथ रहन्छ। प्लेबोय क्यारेक्टर कि यस्तो क्यारेक्टर जसले चाहिँ धोका पाएको हुन्छ त्यस्तो फील भइरहेको छ। एकै नजरमा बस दो मन को ढुक ढुक बढ्दो होला, माया भनेकै यस्तो होला। ओके, इमोसनल साइड पनि छ अलिपुरी, ब्रेकअप हार्ट ब्रोकन जस्तो। हाँसो लाग्यो मलाई एक्टिङ हेरेर। फिल्ममा रेखा थापा भयो 26 भनेपछि सेप्टेम्बरमै छ। ओके, डिफ्रेन्ट भरौँ तर त्यही सेम बोरिङ स्टोरिजहरू नै त्यो हुन्छ नि, लभ स्टोरी। म आई डोन्ट नो, उनको स्वेटर पनि एउटा लभ स्टोरी नै थियो कि, तर कस्तो डिफ्रेन्ट एक्सपेक्ट, इमोसनल होइन, अलिकति डिप तरिकाले लभ स्टोरी थियो। मलाई डाइरेक्ट लभ स्टोरी चाहिँ मनै पर्दैन है। जस्तै अब यसमा हेर्नु, अब यस्तो टिजरको कुराहरू हेरेर के बुझे जस्तो छ भन्दाखेरि एकजना केटा छ जसले चाहिँ मल्टिपलजनालाई माया गर्छ तर सबैसँग सक्सेसफुल हुँदैन, अनि सृष्टि श्रेष्ठजीसँग सक्सेसफुल हुन्छ। त्यसपछि अझै रोलर कोस्टरहरू हुन्छ, त्यस्तो फिल भइरहेको छ कि त। अर्को भनेको केटाले चाहिँ प्ले बोय हुन्छ, जसले चाहिँ सबैले युज गरेर सिकेको हुन्छ, लास्टमा चाहिँ त्यसले युज हुन्छ, त्यो चाहिँ युज हुन्छ। यदि त्यो हो भने चाहिँ बच्ना या सिनो हिन्दी मुभी जस्तै भयो, सिमिलर स्टोरी। आइ एम वेटिङ फर द ट्रेलर अनि आई एम नट गोइङ टु वाच दिस मुभी इन द हल। सो तपाईँलाई कस्तो लाग्छ? तपाईँ जानुहुन्छ कि जानु हुँदैन? तपाईँलाई कस्तो लाग्यो ओभरअल? किनभने मलाई केटा एक्टरको लाइक एक्सप्रेसन अनि त्यसपछि एक्टिङ भन्दा पनि मलाई केटीहरूकै मन पऱ्यो। लाइक अब उहाँ हुनुहुन्छ, नम्रताजी हुनुहुन्छ, सृष्टिजी हुनुहुन्छ, नीतिजी हुनुहुन्छ होइन। दिज आर मोडल्स एन्ड देन टर्न इन्टु एक्टर्स होइन। सो आई थिङ्क उहाँहरूले चाहिँ पैसाको लागि यो मुभी गर्नुभएको हो, बिकज त्यस्तो मुभीमा त्यस्तो खास केही पनि छैन। अब डिरेक्टेड बाई रेखा थापा, सो रेखा थापाको मुभी हो। तपाईँको ओपिनियन के छ? तपाईँले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। र प्लिज डु सब्सक्राइब द च्यानल एन्ड सपोर्ट मी विथ लाइक बटन।